हाम्रो अध्यक्षज्यूले गाडी चलाउँदै हुनुहुन्छ होइन। हामी अहिले थुम्की रिसोर्ट, यो ठाउँ के हो गणेश बाबुले भन? थुम्की रिसोर्टमा हो, बल्थली थुम्की रिसोर्टमा छौँ हामी, पनौती नगरपालिका। अनि अब मदन सर हजुर अब 15 महिनापछि आइसियो यहाँ, एकैतिर आएको, भोलिपल्ट हजुरले यहाँ घुमाउनु ल्यायो, कस्तो लाग्यो हजुर आजको ट्रिप? यो त मेरो त है सर एकदम जित भयो सर। तपाईँले दिनुभएको माया हो यो। एकैचोटि तपाईँको चाहिँ अब विदेशबाट अब यस्तो ठाउँमा लोकेसनमा यस्तो भ्यू हेर्न पाउँदाखेरि अब हेर्नु न, अब तपाईँको अब त्यो वर्णन गरेर साध्यै छैन। वर्णन गरेर साध्यै छैन। अगाडि भ्यू पनि देखाएँ सर मैले त्यसमा। ल हेर्नुहोस् त, ओहो सर बल्थरी हो ल। ऊ त थुम्कोमा बल्थरी होइन हजुर, थुम्कोमा ल। अनि अध्यक्षज्यू कस्तो लाग्यो त हजुर आजको टिप्स? निवर्तमान अध्यक्षज्यूले त राम्रो भन्छ, हजुरले कस्तो लाग्यो? बाटो अलिकति बाटो अलिकति अप्ठ्यारो जस्तो लागि देखिन्छ, तर आउनु चाहिँ यहाँ आएपछि चाहिँ रमाइलो ठाउँ रहेछ। रमाइलो ठाउँ रहेछ हजुर। अब हेर्ने विषयमा आउँदाखेरि अब अरूलाई ल्याउनु छ भने हाम्रो लागि पिकनिक राम्रो रमाइलो पिकनिक हामीलाई रमाइलो भयो। यसो सबै संयोजन यसको संयोजक को हुनु? गणेश बाबुले गर्नुभयो होइन। राज सरको एकदमै महत्त्वपूर्ण भूमिका रह्यो। अब पूर्वज्यू मदन सर आइपुगिसकेपछि झन् हामीलाई चाहिँ हौसला प्राप्त भएको छ, ऊर्जा मिलेको छ। उहाँलाई भेट्ने बित्तिकै बिहान सल्लाह आउने बित्तिकै मदन सर लानुपर्छ भनेर हामीलाई त्यो कुराहरू होइन। मलाई भन्नुभएको थियो मदन सर आज मात्रै आउनु, मैले दुर्गालाई सोधेको थिएँ आज मात्रै आउँदाखेरि कुनै उहाँ रसमा हुनुहुन्छ कि सोधा है भनेपछि उहाँ जाने रेडी हुनुहुन्छ अरे भने त झन् हर्षले कसले नो भन्ला। त्यसमा पनि हाम्रा प्रिय साथीहरूसँग सबै मिल्ने, गफ मिल्ने, सब हामी सबै सिद्धान्त मिल्ने, गफ मिल्ने, अनि मन मिल्ने होइन। हामी सधैँभरिका यो चाहिँ हामीहरू यहाँको चाहिँ अब भनौँ न एक खालको चाहिँ अब फरेभरको फ्रेन्ड्सहरू हो। एकदमै हो। ल गणेश केही देऊ न प्रतिक्रिया, यो सबै रेकर्डिङ भइरहेछ। म त यहाँहरू अब आदरणीय व्यक्तित्वहरूको पछाडि मैले चाहिँ एउटा चाहिँ श्रेय पाएको जस्तो अनुभूति भइरहेछ। मैले चाहिँ एकदम यहाँहरूको सद्भाव, यहाँहरूको प्रेम चाहिँ मैले पाएको छु। यसमा चाहिँ एकदम अत्यन्तै धेरै सचिवज्यू है, फेरि भाइ भएर मैले गणेश भनेको हाम्रो टोल सुधारको सचिवज्यू, पूर्व अध्यक्षज्यू पछाडि बसिबसेको छ। निवर्तमान अध्यक्षज्यू पनि यहाँ निवर्तमान पनि हुनुहुन्थ्यो, निवर्तमानलाई सचिवले ल्याएन। उहाँको अलिकति व्यवहारिक कारणले केही हुन सक्छ, तर उहाँ पनि आइदिनु भएको भए कि एउटा हामीलाई त रमाइलो हुन्थ्यो होइन हजुर। ठिकै छ, यस्तै हो। ल हाम्रो यात्रा एकदम राम्रो भएको छ। हामी एकदम हेलिकप्टरमा चढे जस्तो माथि डाँडामा आइयो, थुम्की डाँडामा होइन गणेश भाउ? ओहो त्यो बल्थली भने त्यही हो सर है, बल्थली भनेको गीतमा परिहाल्नु भन्दै। ल बिस्तारै जाम, आनन्दसँग जाम। ल हेर्नुहोस् यो भ्यू हेर्नुहोस् है यो। एउटा फोटो होइन धुलो अन्जल त राख नि तल, यसले खान्छ फेरि दाइ, बन्द गरिदिनुहोस्, बन्द गर्नु फेरि बाटो पऱ्यो नि त, अब तनाव हुन्छ के बन्द त्यसले झ्याप्पा पारेर त्यही त। अब अध्यक्षज्यू भएपछि बाटामा तेल सक्यो, यो गर्यो, अहिले ट्याकचुक सबै है पेरेको व्यवस्थापन होइन। अघि हालौँला भन्दा पम्पमा यादै भनेर सोचे आइयो होइन। बाफ्रे ल सिन त गजब देखिने है गणेश, धेरै डेन्जरस। ल बाटो मात्रै गतिलो भयो बा त्यो यो सबै चिज हुन्थ्यो आज। ओहो ल त्यो रहेछ हाइड्रो पावर होइन यो, के पन्नु हाइड्रो पावर, खोपासी हाइड्रो पावर। सर के अरू प्रतिक्रिया के दिसो सर? अब नभए म यो भिडियोलाई आजलाई अन्त्य गरौँ त, बाटो पनि उ भयो होइन। अब यो लोकेसन यो त बेस्ट लोकेसन हो होइन, गणेश यता हेर अलि दिएर तर अब यो सामाजिक पिकनिक हो होइन, समुदायको पिकनिकमा चाहिँ अब अलिकति हामीले अर्को पनि निर्णय हेर्नु पर्ने भएर फेरि हामी निर्णय गर्छौँ होइन त। यसलाई फाइनल दिनु ल है अध्यक्षज्यू त्यो गरौँ त यसलाई। ल धन्यवाद है त सबैलाई धन्यवाद। हामी खोपासी काठमाडौँ टु खोपासी टु काठमाडौँ हामी जानेछौँ। पहिलो कार्यकालको हामीलाई पहिलो यात्रा गराएकोमा हजुरलाई धन्यवाद। हुन्छ, सहभागिता गराएर सभ्य र भव्य हामी गराउन तत्पर रहन्छौँ।
चाहिँ हामीसँग भलो भन्नुहुन्छ ल ल धन्यवाद यसमा मदन सर आएपछि मलाई झन् आत्मबल मदन सर आए त सबैको हातमा गर्ने लड्डुबाट केही हुँदै हुँदैन कुरै हुँदैन मदन सर आए त मदन सर इज मदन सर किन कुनै टेन्सनै छैन यहाँ हुनै सक्दैन समय यहाँ केही हुनै सक्दैन होइन सर ल ल धन्यवाद ल म त